आफै आउन आकर्षित गराउनलाई देश चलाउनेहरूले यहीँभित्र चाहिँ के भन्छ सम्भावना रोजगारी भयो भने एउटा त चाहिँ के भन्छ विकसित देश। अब खाडी मुलुक जाने एउटा वर्ग छ, यहाँ 3-4वटा चाहिँ के भन्छ क्याटेगोरीको मान्छे विदेश पलायन पनि कुन देश पलायन भयो भन्ने कुरोले अर्थ राख्छ। एउटा वर्ग हुनुहुन्छ अलि चाहिँ समृद्ध पनि अलि एफोर्ड गर्नु सक्ने पढे लेखे पनि, त्यो वर्ग युरोप अमेरिका विकसित मुलुकहरू छानेर जानुभएको छ। एउटा वर्ग मजबुरी जबकि घर चलाउन नसकेर विदेशिनु परेको छ, मुलुकभित्र रोजगारी नभएर पनि भन्नुपर्छ। अब त्यसमा म अहिले आउँछु। हामी अहिले इन्डियाबाट चाहिँ ल्याएर उद्योगहरू चलाइरहेछौँ। अब त्यो अवस्था छ कि यो तालमेलै खाइरहेको छैन। एकातिर रोजगारी नभएर विदेशी रहेछन्, अर्कोतिर हामी यहाँ भित्रका नेपालमा भएका उद्योग धन्दा कल कारखानामा चाहिँ भारतबाट चाहिँ मजदुर ल्याएर कल कारखाना उद्योग चलाइरहेछ। त त्यो किन भयो भन्दाखेरि नीतिकै कारणले भन्छु म। कसैको पासपोर्ट खोसेर यहाँ रोक्ने नि होइन, नजाऊ भनेर चाहिँ के भन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी लगाउने नि होइन। अब यहाँ शिक्षाको नाममा ठुलो पैसा बाहिरिरहेछ। त्यो जे नामबाट गए पनि त्यहाँ चाहिँ रोजगारीकै लागि जाने हो। त्यसले त पैसा पनि लग्यो भनौँ न, त्यहाँ कलेज एडमिसन गरे हुन्छ ती मान्छे त्यहाँ हराउँछ। भनेपछि त्यहाँको आकर्षण के हो त? पहिला युवा जनशक्ति समृद्ध मुलुक छानेर जानुको लागि आकर्षण के हो त? पहिचान गर्नु पऱ्यो नि। मैले बुझ्या भन्नुहुन्छ भने जम्मा दुईवटा कुरो। एउटा हो त्यहाँको चाहिँ के भन्छ उसले सानो पैसा लगाएर 2-3वटा चिज आधारभूत आवश्यकता मान्छेले युवा उसमा, एउटा त उसले चाहिँ राम्रो चाहिँ परिवार श्रीमती बिहा गर्न चाहन्छ, एउटा चाहिँ के भन्छ आफ्नो अनुकूलको एउटा घर राख्न चाहन्छ, एउटा आफू हिँड्ने गाडी। 3 चिजमा ऊ फोकस भएको हुन्छ। भनेपछि ती मुलुकहरूमा विकसित मुलुकमा के छ भने सानो एउटा पैसा त्यहाँ सेट भइसकेपछि र जब आम्दानी सुनिश्चित भएपछि उसको 30 वर्ष किस्ता चालु भयो। उसले एउटा घर किन्छ, कति भने त्यो 1.5 लाख डलरमा हुन्छ। भनेपछि त्यो 25-30देखि 1.5 लाखसम्मको हुन्छ। भनेपछि उसले उसको कमाइ अनुसारको 30 वर्षको चाहिँ के भन्छ इन्सुरेन्स र अनि ऊ के गर्न थाल्छ, म घर चलाउन यति पैसा, किस्ता तिर्न यति पैसा र मेरो पकेट मनी अलिकति जोगाउनलाई यति पैसा, म $3000 महिनामा कमाउने ओभर टाइम गरेर नि कमाउँछु भने 2500 उसले खर्च गरे 500 त बच्यो नि। $500 या त्यो मुलुकको जुन मुलुक आछ त्यो मुलुकको करेन्सी भनौँ न, त्यो हिसाबले कल्पना गरेर सिफ्ट भइरहेछ आजको मितिमा। हो त्यो चिज भनेको ती युवाहरूलाई रोजगारी र अघि हामीले गरेका 3टा आधारभूत आवश्यकता यही पुरा गरिदिएर गरिदिने हो भने गएका पनि फर्केर आउँछन्।